आज सायद त्यो संविधान नै भएको भए जेन्युनली उहाँले कहिले प्रधानमन्त्री पाउनुहुन्थ्यो? चान्सै थिएन। कुनै पनि ग्यारेन्टी नदिकन उहाँले प्रधानमन्त्री दिनु। प्रधानमन्त्री सुशीला कार्की भयङ्कर धोका दिए। जेएनजीको केही समूह त्यहाँ गएर खुट्टैमा ढोक्यो सुशीला कार्कीको र त्यत्रो शपथ खाँदाखेरि एक शब्द यिनीहरूले बोल्ने थिए, तपाईँ प्रधानमन्त्री हुनुभएको छ, हाम्रो मुद्दा सम्बोधन तपाईँ गर्ने कि नगर्ने, त्यो नगर्ने हुँदै हामी एक्सेप्ट गर्दैन नै, खुट्टामा ढोकेर ढोक्यो। 14 धोका जेएनजी कोसँग कुरा गर्ने त्यो पनि थाहा छैन। म मैत्रीको मण्डलमा त्यो उभिँदाखेरि म भन्न गएको थिएँ 3टा कुरा। तपाईँलाई धेरै धन्यवाद छ यो विद्रोह गरिदिनु भएकोमा। नम्बर 2 तपाईँलाई अगाडिका शुभकामना दिन चाहन्छु। तेस्रो कुरा घुसपेट भयङ्कर हुन्छ, तपाईँलाई बदनामी गराउँछन्, दल सबै तपाईँमाथि लाग्छ, होस गर्नु भनेर म भन्न गएको थिएँ। किन तपाईँमा जोस देख्यो, होस देखेन भन्न गएको थिएँ, म भन्न पाइनँ। 17,000 मान्छे माने उनीहरू विचार गराएका थिए 17,000 आउँछ भनेर, यहाँ त 60-70,000 पुग्यो। के युवाहरूको म त्यहाँ बस्दापछि स्कुले विद्यार्थीहरू विचारहरू युनिफर्ममा छन्, उनले त्यहाँ प्रिपेयर गरेर होइन, हाँस्दै खेल्दै ठट्टाकै आएका थिए। अब त्यो समूहमा घुसपेट यसरी बाँकी दलीय पनि घुसपेट भएको छ, डाँका चोर फटा लुच्चा सबै भएको नत्र भने त्यति छिटो आन्दोलनमा यति आगलागी कहीँ हुन्छ पहिलोपल्ट प्रिपेयर नभइकन।